कान्छी र सागर पुगे ससुराली गाउँमा। भेटे आमा बुवा छोरीहरूलाई। महिनौपछि छोरीहरूलाई भेट्दा खुसी हुँदै। ठुले र डम्बरीको बिहे हुँदै। कान्छी र सागर ठुलेको बिहेमा रमाउँदै। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। अब आउने भागमा यस्तो हुँदै हेर्नुहोस् पुरा भिडियो। कान्छीको फ्यान फलोइङ कान्छीलाई मन पराउनुहुन्छ भने कमेन्ट बक्समा कान्छी भनेर लेख्नुहोला। दर्शकवृन्द, कान्छी र सागर ससुराली गाउँमा पुगेका छन्। आमा बुवा छोरीहरूलाई भेट्न र महिनौदेखि नदेखेको छोरीलाई भेट्न दुवैजना ससुराली गाउँमा पुगेका छन्। गाउँमा पुगेपछि आमा बुवासँग र छोरीहरूसँग खुसी हुँदै रमाएका छन्। गाउँलेहरू सागर गाउँ आएको कुरा थाहा पाएपछि सबै खुसी भएका छन्। गाउँमा सागरका आफ्ना आफन्तहरू लगायत सागरलाई चिन्नेहरू र सागरलाई मन पराउनेहरू सबैजना सागर आउँदा खुसीले गदगद भएका छन्। सागरले आफ्ना भाइ र आमालाई निकै थर्काएका थिए। कान्छीलाई अनेक थरी कुरा गरेपछि सागर जति बेला जेलमा थिए त्यति बेला कान्छीले सागरको लागि प्रमाण जुटाउनुको लागि छोरीलाई छोडेर आधा राति पनि प्रमाणकै खोजीमा निस्किने गर्थिन्। त्यही कुरालाई लिएर आमा र सन्तोषले कान्छीको बारेमा अनेक नाना थरी कुरा गरेका थिए। त्यस्तै कान्छीले सन्तोषलाई फोन गरेर मैले अर्कैसँग बिहे गरिसकेँ, अबदेखि मलाई भाउजू नभन्नु भनेपछि सन्तोष र आमाले झनै कान्छीलाई नाना थरी गाली समेत गरेका थिए। त्यति बेला गुन्डाले जबरजस्ती त्यस्तो भन्न लगाएको थियो भन्ने कुरा थाहा थिएन। जब सागर घरमा निर्दोष भएर आउँछन्, आमा र सन्तोष सागरलाई देखेर रोन थाल्छन्। सागर रिसको जोगमा डुबिरहन्छन्। आमा र सन्तोषले अब कान्छीसँग नजानु, कान्छीलाई छोडिदिनु, कान्छीको बारेमा नाना भाती कुरा गर्दै थिए। ताकि सागरले कान्छीको बारेमा एउटा नराम्रो कुरा पनि सुन्न सक्ने अवस्थामा थिएनन्। त्यति बेला एक थप्पड सन्तोषलाई लगाउँछन्। कान्छीसँग दुवैजनालाई माफी माग्न लगाउँछन्। कान्छीसँग माफी त मागे, अन्जानमा भएको गल्ती बताउँछन्। माफी मागिसकेपछि पनि सन्तोष र आमालाई कान्छी र सागर हामीसँगै बस्छन् भन्ने लाग्छ। तर सागरले झनै थर्काउन थाल्छन्। अबदेखि मलाई तिमीहरूको एक सेकेन्ड पनि अनुहार हेर्न मन छैन। मेरी कान्छीलाई लिएर म धेरै टाढा जाँदैछु। तपाईँहरू यो घरमा बस्दै गर्नु। तिमीहरूबाट धेरै टाढा जान मन छ अनि मात्र मैले सुखले जीवन बिताउन सक्छु। तिमीहरूसँग बस्यो भने हाम्रो जीवनमा अनेक अझै दुःख आउन सक्छ। आमा र सन्तोषले सागरलाई जानबाट रोकिरहेका थिए। अर्को दिन पनि सागर रिसकै झोकमा हुन्छन्। सागरलाई जानबाट रोक्नु खोज्दै गर्दा सागर रोकिँदैनन्। कान्छी र सागर गाउँतिर जान खोज्छन्। कान्छीले सागर छुटेदेखि राम्रोसँग कुरा नै गरेकी छैनन्। गुन्डाहरूको बिहेको कुरालाई लिएर निराश भएकी छिन्। सागरसँग राम्रो मनले बोलेकी पनि छैनन्। त्यो कुरा पनि सागरले सोधिहाल्छन्, किन निराश भएको? म छुटेदेखि राम्रोसँग बोल्नु पनि भएको छैनौ, के भएको छ भन्दा यो विषयमा कान्छीले राम्रोसँग उत्तर नै दिएकी छैनन्। सागरलाई बचाउनुमा निकै मेहनत गरेपछि आमा र सन्तोषलाई भनेकी थिइन्, मेरो श्रीमानलाई छुटाएपछि तपाईँको अगाडि देख्नै नदिने गरी लिएर आउँछु भनेर। अहिले त्यही भइरहेको छ। आमा बाइदेखि त्यस्तो रिस गर्दै आइरहेका छन् सागर र कान्छी गाउँ जाने भनेर दुवैजना बस वेट गरिरहन्छन्। बस नमिलेपछि दुवैजना मितदाईको बारेमा कुरा गर्छन्। मितदाईको आमा बितेपछि मितदाई गाउँतिरै व्यस्त हुनुहुन्छ। यो विषयमा कुरा गर्दा कान्छीले सबै कुरा सुनाउँछिन्। सागरको लागि मितदाईले पनि निकै नै बचाउनुमा साथ दिइरहेका थिए। कान्छीलाई पनि जुन बेला पनि साथ दिँदै आएका थिए। एक्कासी गाउँबाट आमाको नराम्रो कुरा सुनेपछि कान्छीलाई एक्लै छोडेर गाउँ गएका थिए। आमाको उपचारको लागि गाउँ गएका मितदाई आमाको मृत्यु भएपछि काजक्रियाको लागि पनि गाउँमै व्यस्त हुनुहुन्छ। मितदाईको आमालाई भिरबाट लडाउने पनि उहाँकै श्रीमती र सासूको प्लान मात्रै थियो। अहिले आमाको मृत्यु समेत भइसकेको छ। यो सबै प्लान मितदाईलाई थाहा छैन। तर मितदाईको श्रीमतीको सबै कुरा कान्छीले रेकर्ड गरिसकेकी छिन्। पैसाको कुरा र त्यो प्लानको कुरा चलिरहँदा रेकर्ड गरेर कान्छी र सागर आउँछन्। यो कुरा सबै थाहा भइसकेको छ। सागरलाई फसाउनुको लागि मितदाईकी श्रीमती पनि संलग्न रहेछिन् भनेर अहिले सागर कान्छीले प्रष्ट थाहा पाइसकेको छ। गुन्डाहरू र मितदाईकी सासू सबैजना जेलमा परिसकेका छन्। अब मितदाईकी श्रीमती पनि जेल जानेछिन्। किनकि सबै कुरा कान्छीले रेकर्ड गरेर राखेकी छिन्।
अब त्यो रेकर्ड मितदाईलाई पठाएर मितदाईलाई तपाईँकी श्रीमती पनि यस्ती रहेछ भनेर सबै कुरा मितदाईलाई भन्छन्। त्यसपछि अगाडि प्रक्रिया सुरु भइहाल्छ। मितदाईकी श्रीमती पनि जेल चलान हुनु पनि बेर लाग्दैन। सागर र कान्छी खुसीले जीवन बिताउँदै अब महिनौदेखि जेलमा रहेका सागरले महिनौपछि श्रीमतीलाई भेट्न पाएका छन्। त्यस्तै महिनौपछि छोरीलाई भेट्न देख्न पाएका छन्। सबैबाट टाढा गएर खुसीले जीवन बिताउने बाचा गरेका छन्। आमा बुवा दाइ भाइबाट आफ्नो परिवारलाई सँगै लिएर टाढा गएर खुसीको जीवन बिताउने बाचा गर्दै आमा भाइलाई अलग बनाउने, आमा भाइसँग नबोल्ने निर्णय गरिसकेका छन्। कान्छीको जीवनमा दुःख मात्रै आउँछ, सुख कहिल्यै आउँदैन। सुख आउँछ थोरै समय, दुःख आउँछ धेरै समयसम्म। सुख र दुःखलाई छिचोल्दै आफ्ना दिनहरू कटाइरहेकी छिन् कान्छी। कान्छी र सागर गाउँ जाने कुरा चलिरहेको छ। छोरी सहारा पनि गाउँमै आमा बुवासँग बसिरहेकी छिन्। कान्छी र सागर गाउँ गएपछि छोरीहरूलाई भेट्छन्। त्यसपछि डम्बरी र ठुलेको बिहेमा भोज खान्छन्। ठुले पनि आज मात्रै सहरबाट गाउँ फर्केका छन्। सहरबाट कान्छी र सागर आउँदैछन् भन्ने खबर पाएपछि ठुलेले भोलि नै हाम्रो बिहे गराइदिने कुरा गर्छिन्। त्यसपछि ठुले र डम्बरीको बिहे हुन्छ। तर पहिला गएकी श्रीमतीहरू चण्डिका र अर्की पुरानी श्रीमती पनि त्यत्तिकै छिन्। कानुनी रूपमै डिभोर्स गरेर गएकी छैनन्। डम्बरी र ठुलेको बिहेपछि हामीलाई पनि आधी सम्पत्ति चाहिन्छ भनेर पनि आउन सक्छन् ती पुरानी श्रीमतीहरू। त्यही भएर यसपछि ठुले र डम्बरीको बिहे अहिले नगर्ने निर्णय पनि आउन सक्छ। कान्छी गाउँ आएपछि आमा र बुबासँग सल्लाह गरेपछि डम्बरी र ठुलेको बिहे अहिले नगर्ने निर्णय गर्छिन्। किनकि पुरानी श्रीमतीहरू पनि त्यत्तिकै छिन्। यदि उहाँहरूले थाहा पायो भने आधा सम्पत्ति माग्नुको लागि पनि आउन सक्छन् भन्ने लाग्छ। त्यसपछि कान्छीसँग बिहे गर्ने गुण्डाहरू जेलमा परिसकेका छन्। अब गुण्डा जेलबाट बाहिर आउन सक्छन्। किनकि साथीहरू गुण्डाले कान्छीसँग कानुनी रूपमै विवाह गरेको प्रमाण गुण्डाले राखेको छ। प्रहरीलाई त्यही प्रमाण देखाएर जेलबाट आफू छुड्न पनि सक्छन् या कान्छी जेल पनि जान सक्छन्। किनकि प्रहरीले कान्छीमाथि शङ्का गर्न सक्छन्। आफूले अरूसँग बिहे गरेर निर्दोष मान्छेलाई जेल हाल्न खोजेको या नानाथरी कुरा गर्छन्। गुण्डा जेलबाट छुटे पनि कान्छी र सागरलाई अझै फसाउनुको लागि पसिनै लागिरहन्छन्। यसपछिको भागमा के होला त? गाउँ जान लागेका कान्छी र सागर मितदाईको घरमा आएका छन्। मितदाईको श्रीमतीको बारेमा सबै कुरा थाहा पाएर रेकर्ड गरेर राखेका छन्। अहिले नै कान्छी र सागर गाउँ जालान् जस्तो लाग्दैन। यहाँ सबै कुरा मिलाएर सबैलाई जेल हालेर जतिले पनि सागरलाई नाना थरी कुरा गर्दै थिए उनीहरूलाई सबैलाई जेल हालेर अनि मात्र सागर आफू खुसीले स्वतन्त्र भएर हेर्न चाहन्छन्। यसपछिको भागमा ट्विस्ट आउनेवाला छ। यसपछिको भाग खत्रै हुनेवाला छ। हेरौँ यसपछिको भागमा के होला त।